हेलो साथीहरू, फ्रेन्च फरेन लिजनमा कसरी भर्ती लाग्न सकिन्छ भन्ने कुरा फ्रेन्च फरेन लिजनमा भर्ती लागेर 4 महिनाको ट्रेनिङ सकाएर भर्खरै रेजिमेन्ट गएका सोलुखुम्बुका टासी शेर्पा भाइबाट सिक्नुहोस् है त। वेल, टासी शेर्पा भाइ एकदमै अनेस्ट, हार्डवर्किङ, डेडिकेटेड मान्छे त हुँदै हुन्। त्यसको अलावा पनि फ्रेन्च फरेन लिजनमा भर्ती लाग्नको लागि उनी फ्रेन्च फरेन लिजनको क्याम्पमा रहँदाखेरि चाहिँ 3वटा महत्त्वपूर्ण कुराहरू गरेछन्। पहिलो चाहिँ उनले फ्रेन्च फरेन लिजनको क्याम्पमा हुँदाखेरि ठुलो रिस्क टेक गरे। सो उनी चाहिँ रिस्क टेकर पनि हुन्। जस्तो कि फ्रेन्च फरेन लिजनको क्याम्पमा उनीलाई चाहिँ मेडिकल टेस्ट गर्दाखेरि चाहिँ उनको बङ्गरामा किराले खाएको कारणले गर्दाखेरि चाहिँ उनलाई चाहिँ त्यो बङ्गरा झिकेर आइज भनेर चाहिँ उनलाई बाहिर पठाएछ मेडिकलको डक्टरले। उनले चाहिँ बाहिर आएर मलाई कन्ट्याक्ट गरेको थियो। मसँग चाहिँ उनी फ्रेन्च फरेन लिजनमा भर्ती देखाउन जानुभन्दा अगाडिदेखि नै कन्ट्याक्टमा थिए र मलाई चाहिँ उनलाई प्रब्लम परेको कुराहरू चाहिँ मलाई अथवा मसँग कन्सल्ट गर्थ्यो र उसले चाहिँ आइक्यू क्वेसन्सहरू पनि उसलाई चाहिँ डाउट भएकोहरू मलाई पठाइदिन्थ्यो र मैले चाहिँ सल्भ गरेर पठाइदिने गर्थेँ। सो उनले चाहिँ दाँत बङ्गरा चाहिँ उनले झिकेर गए फ्रेन्च फरेन लिजनमा भर्ती लाग्नको लागि। सो उनी चाहिँ त्यसरी दाँत फुकालेर चाहिँ उनी क्याम्प छिरेको भोलिपल्ट चाहिँ उनको फिजिकल फिटनेस टेस्ट थिएछ। सो उनी चाहिँ बिहान चाहिँ एकदमै विक भएर चाहिँ ढल्न पनि खोजेका थिएछन्। त्यो चाहिँ त्यहाँ बस्ने गुरुजीहरूले चाहिँ अथवा उनीहरूलाई हेर्ने गुरुजीहरूले पनि देखेको थिएछ। सो उनलाई चाहिँ बिप टेस्टमा चाहिँ उनलाई चाहिँ उनको 8 लेभल पुगिसकेपछि चाहिँ उनको त्यो विकनेसलाई देखेर चाहिँ त्यहीँको गुरुजीले स्टप पनि गरेको थिएछ। सो उनले चाहिँ आफू विक भएर पनि उनले चाहिँ बिप टेस्ट पनि दिए। त्यस्तै गरेर उनले चाहिँ पुलअप टेस्ट पनि दिए। उनले चाहिँ बिप टेस्ट चाहिँ 8 लेभल हानेका रहेछन् भने पुलअप चाहिँ 10 मात्रै हानेका रहेछन्। त्यस पछाडि यो चाहिँ पहिलो उनको चाहिँ रिस्क टेक गरेको कुरा भयो, जुन चाहिँ उनले चाहिँ दाँत फुकालेर गए, बङ्गरा फुकालेर गए फ्रेन्च फरेन लिजनको क्याम्पमा। दोस्रो चाहिँ उनी विक हुँदाहुँदै पनि उनले चाहिँ फिजिकल फिटनेस टेस्ट दिए। यो चाहिँ उनले चाहिँ दोस्रो काम हो फ्रेन्च फरेन लिजनमा भर्ती लाग्नको लागि। उनले चाहिँ यो कार्य गरेर चाहिँ त्यहाँ बस्ने गुरुजीहरूको मन जितेको थिए। र उनले चाहिँ तेस्रो चाहिँ के गरेछन् भने उनले चाहिँ स्विमिङ टेस्ट दिँदाखेरि चाहिँ उनी स्विमिङ त्यति राम्रो नजान्ने भए पनि उनले चाहिँ 10 डेज मात्रै उनले चाहिँ स्विमिङ सिकेर गएका थिएछन्। सो उनले चाहिँ त्यहाँनिर स्विमिङ पुलमा लगेर चाहिँ स्विमिङ टेस्ट गराउँदाखेरि चाहिँ उनी आफू स्विमिङमा कन्फिडेन्स नहुँदै पनि उनले चाहिँ बाहिर यदि मैले चाहिँ पोन्डमा चाहिँ अथवा पोखरीमा चाहिँ मैले स्विमिङ टेस्ट दिँदै म स्विमिङ नजानेर म डुबिहालेँ भने पनि यिनीहरूले झिकिहाल्छ, मलाई मर्नु डर छैन अथवा मलाई चाहिँ मर्नु दिँदैनन् भनेर चाहिँ उनले हाम फालेछन्। र उनलाई चाहिँ हाम फाल्नु बित्तिकै यसले चाहिँ स्विमिङ गर्नु सक्दैन भनेर चाहिँ त्यहाँनिर हेर्ने गुरुजीहरूले चाहिँ उनलाई चाहिँ बाहिर निकालिहालेछ। सो यो चाहिँ उनले गरेको तेस्रो अथवा इम्पोर्टेन्ट कुरा भयो। सो यो कुराहरूले चाहिँ टासी शेर्पा भाइलाई चाहिँ उनी कति फ्रेन्च फरेन लिजनमा भर्ती लाग्नको लागि चाहिँ उनी डेडिकेटेड रहेछन्, एकदमै मोटिभेटेड रहेछन्, उनले कति चाहेको रहेछन् भन्ने कुरा चाहिँ त्यहाँनिर बस्ने गुरुजीहरूले थाहा पाए। सो यी कुराहरूले गर्दाखेरि चाहिँ टासी शेर्पा भाइ चाहिँ फ्रेन्च फरेन लिजनमा भर्ती लागेका हुन्। सो यदि तपाईँहरू पनि फ्रेन्च फरेन लिजनमा भर्ती लाग्न चाहनुहुन्छ भने अथवा जाँदै हुनुहुन्छ भने तपाईँहरूले टासी शेर्पा भाइको यो कार्यहरूबाट तपाईँहरूले सिक्नुपर्छ। तपाईँहरू अनेस्ट, डेडिकेटेड, हार्डवर्किङ त हुनै पर्छ, बट टासी शेर्पा भाइ जस्तै तपाईँहरूले चाहिँ त्यहाँ गएर चाहिँ तपाईँहरूले चाहिँ त्यहाँनिर अन द स्पोट आफ्नो डिसिजनहरू पनि गर्न सक्नुपर्छ र तपाईँहरूले रिस्क पनि टेक गर्न सक्नुपर्छ। र त्यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ गिभ अप गर्नु हुँदैन। आफ्नो विकनेस हुँदाहुँदै पनि त्यहाँनिर चाहिँ आफूले त्यहाँ चाहिँ म गर्न सक्दिनँ भनेर चाहिँ पछाडि हट्नु हुँदैन, जसरी टासी शेर्पा भाइले गरेका थिए। सो तपाईँहरूलाई चाहिँ यही कुराहरू सेयर गर्नु थियो। थ्याङ्क्स सो मच।